नमस्कार रौतहट 4 का मतदाताहरू, आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू। यस पटकको निर्वाचनमा तपाईले मलाई जुन मत दिनुभयो त्यसको म उच्च सम्मान गर्दै तपाईहरुप्रति आभार प्रकट गर्न चाहन्छु र रौतहट 4 को जनताको समस्या समाधान गर्न म जीवनभरि बाँचुन्जेल लाग्नेछु, तपाईलाई साथ दिनेछु। गरिब निमुखा जनता धेरै छन्। मेरो एउटा एजेन्डा छ, स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन। निशुल्क पैसा नहुनेले अब पढ्न पाउनुपर्छ, उपचार गर्न पाउनुपर्छ भन्ने मेरो अभियान जारी रहनेछ। रौतहट 4 का मतदाताहरूले राष्ट्रिय जनता पार्टीका उम्मेदवार गणेश पौडेललाई विजय गराउनु भएको छ। उहाँलाई म बधाई र सफलताको शुभकामना दिन चाहन्छु। उहाँलाई पनि म भन्न चाहन्छु, अब धेरै किसिमका समस्याहरू छन् रौतहटमा, त्यसलाई समाधान गर्न तपाई सक्रिय हुनुस्। तपाईलाई मेरो